यसपालिको गोदावरीमा चाहिँ यो एकदमै मलाई मन पर्यो। अनि यो चाहिँ एकदमै राम्रोसँग फुलेको छ। अनि यसमा चाहिँ कलर जुन आएको छ यो चाहिँ एकदमै मलाई मन पर्यो। अनि यसपालिको योपालि गोदावरी चाहिँ मैले ज्यादा कटिङ लगाउन सकिनँ कुनै कारणवश, तर यो चाहिँ मेरो एकदमै राम्रोसँग फुलेको छ। अनि कलर पनि एकदम राम्रोसँग आएको छ। अनि अस्ति पनि मैले एक दुईवटा देखाएको थिएँ। अनि अहिले चाहिँ अब यो सिजनमा चाहिँ गोदावरी फुल चाहिँ एकदमै फुलिरहेको पाइन्छ। अनि नर्सरीबाट पनि हामीले चाहिँ यसलाई ल्याएर राख्न सक्छौँ। विशेष चाहिँ हामीले यति बेला ल्यायो भने के हुन्छ भने चाहिँ यो पालि ल्यायो भने चाहिँ अब फुलिरहेको हुन्छ। अनि नेक्स्ट कटिङ अर्को कलरको फुलाउनको लागि चाहिँ हामीहरूले नर्सरीबाट विभिन्न कलरको जुन कलरमा चाहिँ जुन गोदावरीको कलेक्सन गर्नुको लागि चाहिँ अहिले हामीले नर्सरीबाट ल्याउन सक्छौँ। अनि त्यसलाई चाहिँ हामीले फुलिसकेपछि नेक्स्ट कटिङको लागि हाम्रो जुन बारीमा चाहिँ अब फुलबारीमा चाहिँ अर्को कलरको गोदावरी कलेक्सन गर्नुको लागि चाहिँ एकदम बेस्ट हुन्छ। अनि साथै मैले अस्ति लगाएको साग पनि थियो, त्यो पनि देखाउँछु। अनि यत्रो यत्रो भइसक्यो। अनि यहाँ पाहाडतिर त एकदम ठुल्ठुलो भएर खाएर डुकु पनि निस्किने थालिसकेको छ। तर मेरो चाहिँ अब एकदमै ढिलो भयो। साथै अब यहाँ सिलगढीमा अलिक ढिलै पनि लाउँछ, तर मैले यो चाहिँ सानो फुलबारीमा नै यत्रो बनाएर चाहिँ लगाएको छु। अनि मेरो साग पनि यतिको चाहिँ भएको छ।